दिनमा बिहान उठेर एकैछिन 5 मिनट भए पनि भगवानको मन्दिरमा बसेर यदि भगवानको ध्यान गर्छ भने, भगवानको नाम जप गर्छ भने, स्मरण गर्छ भने त्यसलाई त भगवानले खोजी खोजी कृपा गर्नुहुन्छ के। त्यही भएर मैले भन्ने गर्छु सज्जन, हजुरलाई चाहे धेरै खुसीका कुरा आउन् जीवनमा, चाहे सबैभन्दा धेरै दुःखका कुरा आउन्, एक नम्बरमा कसलाई सुनाउने हो थाहा छ? सिधै गएर भगवानलाई सुनाउनुहोस्। मन्दिरमा बसेर खुसीको कुरा छ भने पनि एक नम्बरमा भगवानलाई सुनाउनु, दुनियाँलाई सुनाउनुहुन्छ, जल्छन् हजुरको खुसीलाई देखेर। दुःखका कुरा छन् भने अगाडि बराबरा गर्छन्, पछाडि बल्ल खाइस भन्नेको कमी हुँदैन। रुनु छ भने पनि भगवानको अगाडि गएर एकछिन आँसी बगाउनुहोस्, मन शीतल हुन्छ। खुसीको कुरा सुनाउनु छ भने पनि भगवानलाई सुनाउनुहोस्। गाली गर्नु छ भने त्यो भगवानलाई गर्नुहोस्। ए प्यारे, तिमीले नै जन्म दिएका हौ, तिमीले नै यहाँ पठाएका हौ, के दुःख दिनको लागि म भन्दा अरू कोही देखेनौ र?